आमालाई चाहिँ बाथरुमबाट तातो पानी ल्याएर घाममा राखेर मिची नुहाइदिएँ। अब नुहाइसकेपछि कपाल सुकेपछि अब तेल त लाउनै पर्यो भनेर तेल लगाउन यो बट्टाखोले एकदमै धेरै स्मेल पनि एकदमै धेरै राम्रो के त्यस्तो कडा पनि हैन, एकदमै टाउकोमा लाउने बित्तिकै एकदमै शीतल हुने खालको थियो है। अनि यो जराको तेल चाहिँ मैले कपालको जरासम्म पुग्ने गरी मजाले लगाएँ। यो तेल लगाउने बित्तिकै यस्तो धेरै फ्रेश फिल भएको थियो नि मलाई। अनि त्यसपछि आमालाई पनि लगाइदिएँ। अब आमाको इन्ट्री हेर्नु है त। यो चाहिँ स्याम्पू र तेल युज गरेको त्यही 7-8 दिनपछि हो। रिजल्ट पनि एकदमै धेरै राम्रो लाग्यो अनि अफोर्डेबल पनि, केमिकल फ्री, अनि नेपालमै धेरै जडीबुटीहरूबाट बनेको भएर एकदमै धेरै राम्रो अनि अफोर्डेबल पनि लाग्यो। यो चाहिँ सबैजनाले युज गर्नुपर्छ जस्तो लाग्यो मलाई। अनि यो लगाउन थाल्दैदेखि चाहिँ चायाको कपाल झर्ने त्यस्तो प्रब्लम चाहिँ केही पनि छैन अहिले हामीसँग चाहिँ। तेल हामी अनबक्सिङ गर्छौँ। यो प्याकिङ गर्ने क्वालिटी चाहिँ एकदमै प्रिमियम लाग्यो कि मलाई चाहिँ। यो तेल पनि एकदमै यस्तो राम्रो थियो है, खोल्न पनि मजा आउने कि रेड बुल जस्तै थियो। त्यहाँ हेर्नु न, त्यो रेड बुलको बिर्को खोलेर अनि त्यो खोल्ने जस्तै थियो। एकदमै हावा जाने ठाउँै थिएन क्या। यो चाहिँ स्याम्पू भयो है। मेरो टाउकोमा चाहिँ चिलाएर यसो कनाउन थाल्यो भनेदेखि 1 किलो चाया चाहिँ यत्तिकै एकैछिनमा झरिहाल्छ क्या। अनि कपाल पनि त्यत्तिकै झर्ने। अनि मेरो मात्र समस्या यस्तो होला भनेको त आमाको पनि यस्तै रहेछ। अनि होइन मैले यत्तिकै बस्नु हुँदैन, अब त यसको उपचार गर्नुपर्छ भनेर अनलाइनमा खोज्न थाल्ने कुन चाहिँ अलि एफोर्डेबल, कुन चाहिँ नेपालमा बनेको अनि केमिकल फ्री स्याम्पू अनि तेल पाइन्छ भनेर ठ्याक्क जरालाई देखिहालेँ। अनि यसको बारेमा पढेको एकदमै धेरै राम्रो लाग्यो। फेरि अफोर्डेबल पनि रहेछ कि। नर्मली किन्दाखेरि अब स्याम्पू पनि 1000 रुपियाँ, तेल पनि 1000 रुपियाँ थियो भने अहिले चाहिँ अफरमा 750 रुपियाँ हाल्छ क्या दुइटै। ढिला नगरी अनबक्सिङ गरिदिइहालौँ है त। तर प्याकिङ चाहिँ एकदमै धेरै के नम्बर 1 नै थियो क्या। पुरै ऱ्याप गरेर क्या प्लास्टिकले। अनि मेरो चाहिँ टाउको चिलाएर एकदमै धेरै झाउँ भइरहेको थियो। त्यही भएर मैले ढिला नगरिकन जराको स्याम्पू लिएर नुहाउनको लागि गइहालेँ। म चाहिँ जतिसुकै जाडो होस् या गर्मी होस्, म चाहिँ कहिले पनि तातो पानीले नुहाउँदिनँ क्या। त्यही भएर कौसीमा बसेर चिसो पानीले नुहाउँदैछु, जाडो छ। अनि यो जराको तेल चाहिँ मैले कपालको जरासम्म पुग्ने गरी मजाले लगाएँ। यो तेल लगाउने बित्तिकै यस्तो धेरै फ्रेश फिल भएको थियो नि मलाई। अनि त्यसपछि आमालाई पनि लगाइदिएँ। अब आमाको इन्ट्री हेर्नु है त। यो चाहिँ स्याम्पू र तेल युज गरेको त्यही 7-8 दिनपछि हो। रिजल्ट पनि एकदमै धेरै राम्रो लाग्यो अनि अफोर्डेबल पनि, केमिकल फ्री, अनि नेपालमै धेरै जडीबुटीहरूबाट बनेको भएर एकदमै धेरै राम्रो अनि अफोर्डेबल पनि लाग्यो। यो चाहिँ सबैजनाले युज गर्नुपर्छ जस्तो लाग्यो मलाई। अनि यो लगाउन थाल्दैदेखि चाहिँ चायाको कपाल झर्ने त्यस्तो प्रब्लम चाहिँ केही पनि छैन अहिले हामीसँग चाहिँ।